मिनासान कोन्निचिवा सबैजनालाई नमस्कार। आज हामी ब्याचलर पास डाइरेक्ट वर्किङ भिजा प्लस स्टडी भिजा इन्टरभ्यू क्वेसन एन्सरको विषयमा चाहिँ यस भिडियोमा छलफल गर्नेछौँ। तपाईहरुलाई चाहिँ मैले जापान जाने क्रममा वर्किङ भिजा होस् चाहे स्टडी भिजा कस्ता खालका क्वेसनहरु सोधिन्छन् र कसरी एन्सर दिने यस भिडियोमा सिकाउने छु। भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। नमस्कार दर्शकबिन, मेरो नाम हो दीपक केसी र तपाई हेर्दै हुनुहुन्छ एजुकेसन जेबीडी च्यानल। पछिल्लो समय नेपालमा ब्याचलर पास गरेर डाइरेक्ट वर्किङ भिजामा जापान जाने साथीहरुको संख्या एकदमै बढिरहेको छ। साथै स्टडी भिजामा जापान जान चाहने विद्यार्थीहरुको संख्या पनि उति नै रहेको छ। र तपाईहरु वर्किङ होस् चाहे स्टडी, तपाईहरुलाई चाहिँ सो भिजामा जानको लागि तपाईहरुले इन्टरभ्यू पास गर्नुपर्ने हुन्छ। र धेरै साथीहरु चाहिँ इन्टरभ्यू पास गर्न सकिदैन कि भन्ने एउटा मनभित्र चाहिँ डर पैदा गरेर चाहिँ बसिरहनु भएको हुन्छ। मैले यस अघि ब्याचलर पास डाइरेक्ट वर्किङ भिजाको इन्टरभ्यूको क्रममा चाहिँ सोधिरहेका रिपिटेड क्वेसनको विषयमा भिडियो बनाइसकेको छु। आजको भिडियो चाहिँ स्पेशली स्टडी भिजा इन्टरभ्यू क्वेसन एन्सर हो, तर ब्याचलर पास डाइरेक्ट वर्किङ भिजामा पनि यी क्वेसनहरु सोधिएका छन्। त्यसैले दुवै जनाको लागि चाहिँ यो भिडियो एकदमै महत्त्वपूर्ण छ। त्यसैले ध्यान दिएर तपाईले कापी कलम अथवा नोट्सहरु लिएर चाहिँ अगाडि बस्नु होला र टिपोट गर्दै जानु होला है त। मैले एक एक क्वेसनलाई नेपालीमा बुझाउँदै जाने छु। सबैभन्दा पहिले तपाईहरुलाई सोध्न सक्ने सम्भावित प्रश्न हो निहोङ्गो गा देकिमासु का। निहोङ्गो गा देकिमासु का भनेको चाहिँ जापानिज भाषा सक्नुहुन्छ भनेर चाहिँ भनेको है नेपालीमा। निहोङ्गो गा देकिमासु का भनेर चाहिँ तपाईलाई इन्टरभ्यूको क्रममा प्रश्न सोध्यो भने तपाईहरुले चाहिँ एन्सरमा के भन्नु पर्छ भन्दाखेरि हाई सुकोसी देकिमासु भनेर चाहिँ जवाफ फर्काउनु होला है। निहोङ्गो गा देकिमासु का भन्यो भने हाई सुकोसी देकिमासु, यो भनेको के हो भन्दाखेरि हजुर अलिअलि सक्छु भन्ने खालको चाहिँ हुन्छ। तपाईले चाहिँ यसरी एन्सर दिनु होला। त्यसैगरी तपाईलाई अर्को सोध्ने प्रश्न हो आनातानो नामाए वा नान देशु का। आनातानो नामाए वा नान देशु का अथवा नामाए ओ ओसिएत्ते कुदासाई। नामाए ओ ओसिएत्ते कुदासाई, यही प्रश्न चाहिँ दुई तरिकाले सोध्न सक्छ है। पहिलो चाहिँ आनातानो नामाए वा नान देशु का भन्न सक्छ, अथवा त्यो नभनेर नामाए ओ ओसिएत्ते कुदासाई भनेर पनि सोध्न सक्छ। यो भनेको चाहिँ के हो भन्दाखेरि तपाईको शुभ नाम के हो अथवा तपाईको नाम भन्नुहोस् भनेको है। योमा चाहिँ नझुकिनु होला। र तपाईलाई इन्टरभ्यूको क्रममा 100% सोध्ने प्रश्न चाहिँ यो हो है। तपाईहरु ढुक्क भएर यो प्रश्नको चाहिँ तयारी गरिराख्नुस् है। 100% आउँछ। तपाईको नाम नसोधेर अरु केही पनि सोध्नेवाला छैन। त्यसैले यो क्वेसनको प्रिपरेसन अनिवार्य अहिले नै गरिहाल्नुस्। मैले भनिरहेको छु आनातानो नामाए वा नान देशु का अथवा नामाए ओ ओसिएत्ते कुदासाई भन्यो भने तपाईले चाहिँ एन्सर यसरी दिनुपर्छ वातासिनो नामाए वा, तपाईको आफ्नो नाम भन्ने, त्यस पश्चात देश भन्ने है त। जस्तो कि मेरो नाम दीपक खत्री हो, मैले कसरी भन्छु यहाँनिर तपाईहरुले सुन्नु होला वातासिनो नामाए वा खत्री दीपक देश। यसरी चाहिँ तपाईले भन्नु होला। आफ्नो थरलाई अगाडि राख्ने र नामलाई चाहिँ पछाडि राख्ने, यो चाहिँ गर्नु होला है तपाईहरुले। तपाईलाई चाहिँ क्वेसन यसरी सोध्यो भने आनातानो नामाए वा नान देशु का अथवा नामाए ओ ओसिएत्ते कुदासाई भन्यो भने वातासिनो नामाए वा खत्री दीपक देश। मैले आफ्नो नाम भनेको छु, तपाईले आफ्नो नामलाई चाहिँ प्रेजेन्ट गर्नु होला। या डट डट भनेको ठाउँमा चाहिँ तपाईले आफ्नो नाम राख्ने, त्यस पश्चात देश राखिदिनु होला। त्यस पश्चात स्टडी भिजाको इन्टरभ्यूमा 100% सोधिने अर्को क्वेसन रहेको छ आनाता वा नान्साई देशु का ओइकुचु देशु का। आनातानो तोसी वा इकुचु देशु का कोतोसी वा नान्साइनी नारी मासिता का। तपाईलाई चाहिँ यो क्वेसन 4 तरिकाले चाहिँ सोध्न सक्छ है। तपाईहरु यो प्रिपेयर गर्नुस्, क्वेसनलाई प्रिपेयर गर्नुस्। पहिला तपाईले एन्सर भन्दा पनि क्वेसनलाई प्रिपेयर गर्नु होला।
आनातावा नान्साई देशका भनेको चाहिँ तपाईँ कति वर्ष हो भनेको है। आनातावा नान्साई देशका तपाईँ कति वर्ष हो। यो चाहिँ वर्किङ भिजाको इन्टरभ्यूको प्रिपरेसनमा भएका साथीहरूले पनि तयारी गर्नु होला है। यो क्वेसनको तपाईलाई चाहिँ आनातावा नान्साई देशका भनेर सोध्यो भने तपाईँ कति वर्षको हो भनेर सोधेको है। वैकुचु देशका भन्यो भने तपाईको वर्ष कति हो भनेर सोधेको हो। आनातानो तोसिवा इकुचु देशका यसरी चाहिँ तपाईलाई सोध्न सक्छ है। कोतोसिवा नान्साइनी नारीमासिताका तपाईलाई 4 तरिकाले एउटै क्वेसनलाई सोध्न सक्छ। आनातावा नान्साई देशका, वैकुचु देशका, आनातानो तोसिवा इकुचु देशका, कोतोसिवा नान्साइनी नारीमासिताका भनेर चाहिँ एउटा क्वेसन सोध्छ। तर कुन सोध्छ भन्ने कुरा तपाईले आफै डिसाइड गर्नु होला र 4 वटा क्वेसन चाहिँ याद गर्नु होला है। तपाईलाई सोधेको चाहिँ तपाईको वर्ष नै हो। तपाई चाहिँ नझुकिनु होला। नान्साई देशका भन्यो भने पनि तपाईले आफ्नो उमेर भन्नुपर्छ। वैकुचु देशका भन्यो भने पनि तपाईले आफ्नो उमेर भन्ने हो। आनातानो तोसिवा इकुचु देशका भन्यो भने पनि तपाईले उमेर नै भन्ने हो। कोतोसिवा नान्साइनी नारीमासिताका भन्यो भने पनि तपाईले आफ्नो उमेर नै भन्ने हो। अब चाहिँ यहाँनिर 2 वटा चाहिँ एन्सर हुन्छ है। म तपाईलाई बताइदिन्छु। आनातावा नान्साई देशका, वैकुचु देशका, आनातानो तोसिवा इकुचु देशका भन्यो भने चाहिँ तपाईले चाहिँ आफ्नो उमेर भन्नु होला र साई देश भनिदिनु होला है। तपाई कति वर्षको हुनुभयो त्यो भन्नु होला। नारीमासिताका भनेर सोध्यो भने तपाईले चाहिँ यसरी एन्सर दिनु होला है। कोतोसिवा आफ्नो गर्नु होला है। यो क्वेसन 100% आउँछ। तपाईले चाहिँ प्रिपेयर गरेर चाहिँ बस्नु होला। त्यसैगरी तपाईले अर्को सोध्न सक्ने सम्भावित प्रश्न हो आनातानो उचिवा दोको देशका, आनातावा दोको नि सुन्दै इमास्का, सुन्दै इरु तोकोरो वा दोको देशका। तपाईलाई चाहिँ तपाईको बसाइ सोध्दैछ है। तपाई कहाँ बस्नुहुन्छ भनेर सोध्दैछ। तपाईले यसरी प्रश्न आयो भने तपाईले चाहिँ कसरी एन्सर दिने त। एउटै प्रश्न हो 3 तरिकाले सोध्न सक्छ। तपाईले प्रिपेयर गर्नु होला है। आनातानो उचिवा दोको देशका, आनातावा दोको नि सुन्दै इमास्का, सुन्दै इरु तोकोरो वा दोको देशका भन्नुको मतलब चाहिँ तपाईको घर कहाँ हो, तपाई कहाँ बस्नुहुन्छ भनेर चाहिँ सोधेको हो। यसरी तपाईलाई 3 तरिकाले क्वेसन सोध्न सक्छ। तपाईले चाहिँ यस्तो क्वेसन सोध्यो भने एन्सर कसरी दिने त। उचिवा आफ्नो ठाउँको नाम भन्ने, त्यस पश्चात देश भन्ने र तपाईको घर एक ठाउँ छ, अहिले अर्को ठाउँ बस्दै हुनुहुन्छ भने तपाईले चाहिँ इमा आफू बसिरहेको ठाउँ, सुन्दै इमास भन्नु होला है। यो कुरा चाहिँ ख्याल राख्नु होला। जस्तो कि मेरो घर सुर्खेत हो भने मैले कसरी जवाफ दिन्छु यो कुरा याद गर्नु होला। उचिवा सुर्खेत देश, अहिले चाहिँ म काठमाडौँ बसिरहेको छु भने इमा काठमाडौँ सुन्दै इमास भनेर चाहिँ जवाफ दिन सक्छु। यसरी चाहिँ तपाईले प्रिपेयर गर्नु होला यो क्वेसनको। भने स्टडी भिजामा चाहिँ यो 100% नै सोध्छ है। तपाईले प्रिपरेसन गर्नु होला। त्यसैगरी अर्को सोध्न सक्ने सम्भावित प्रश्न हो सेन्नेन गापिवा इचु देशका, आनातावा इचु उमारे मासिताका। तपाईहरुलाई चाहिँ यो सोध्छ है। वर्किङ भिजाको तयारीमा रहेका साथीहरुलाई पनि यी क्वेसन सोध्छ है। फेरि स्टडीको लागि मात्रै इम्पोर्टेन्ट रहेछ भन्ने खालको नसोच्नु होला। यी क्वेसनहरु वर्किङ भिजामा पनि सोधिरहेका क्वेसनहरु हुन्। त्यसैले ध्यानपूर्वक तपाईले नोट गर्दै जानु होला। तपाईलाई सेन्डेन गापिवा इचु देशका, आनातावा इचु उमारे मासिताका भनेर सोध्यो भने तपाईले चाहिँ कसरी जवाफ दिने त। यो प्रश्नमा चाहिँ धेरै विद्यार्थीहरु झुकिनुहुन्छ है। सेन्डेन गापिवा इचु देशका अथवा आनातावा इचु उमारे मासिताका भनेको चाहिँ तपाईको जन्म मिति कहिले हो अथवा तपाई चाहिँ कहिले जन्मिनु भयो भनेर सोधेको। या चाहिँ तपाईहरुले आफ्नो पुरा डेट भन्नुपर्छ है। जापानिज भाषामा पुरा डेट भन्नुपर्छ र
यो चाहिँ हाम्रो इङ्ग्लिस डेट अनुसार चाहिँ राख्न पर्छ है। फेरि नेपाली डेटमा चाहिँ नभन्नु होला। तपाईले चाहिँ कसरी भन्ने त मैले यहाँ एउटा इक्जाम्पल पनि राखिदिएको छु। फर इक्जाम्पल भनेर राखेको छु। कुनै पनि व्यक्तिको एउटा डेट अफ बर्थ 2001 जनवरी 15 रहेछ भने त्यसलाई चाहिँ हामीले यसरी भन्छौँ है त। निसेन इची इची गाचु जिउ गो निची देश। निसेन इची नेन, यहाँ छुटेको रहेछ नेन है, टाइपिङ गर्दाखेरि मिस्टेक भएको रहेछ। यो कुरालाई चाहिँ तपाईहरुले करेक्सन गर्नु होला। निसेन इची नेन इची गाचु जिउ गो निची देश, यसरी चाहिँ हामीले भन्छौँ है। तपाईको जन्म मिति कति हो तपाईले कमेन्ट गर्नु होला। यदि तपाईहरुलाई समस्या परेको छ भने, डेट अफ बर्थ जापानिजमा लेख्न समस्या परेको छ भने तपाईले कमेन्ट गर्नु होला। म चाहिँ तपाईहरुलाई कमेन्टको रिप्लाईमा चाहिँ तपाईको डेट अफ बर्थ जापानिजमा लेखेर राख्दिने छु। मैले चाहिँ एउटा एक्जाम्पल दिएको छु। 2001 जनवरी 15 लाई निसेन इची नेन इची गाचु जिउगो निची देश भनेर चाहिँ तपाईहरुले चाहिँ यसरी जवाफ दिन पर्ने हुन्छ तपाईको सेन्नेन गाप्पिवा सोध्यो भने। त्यसैगरी तपाईलाई चाहिँ अर्को सोध्न सक्ने सम्भावित प्रश्न हो तान्जौबिवा इचु देशका। यहाँनिर चाहिँ कन्फ्युजन हुन्छ है, धेरै विद्यार्थीहरूलाई कन्फ्युजन हुने प्रश्न हो यो। सेन्नेन गाप्पिवा भन्यो भने तपाईले आफ्नो पुरा डेट भन्न पर्छ। तान्जौबिवा इचु देशका भन्यो भने तपाईको जन्मदिन सोधेको। सेन्नेन गाप्पिमा पुरा डेट भन्नु पर्यो, तान्जौबिमा चाहिँ पुरा डेट भन्ने हैन। तपाईले के भन्नुपर्छ, आफ्नो जन्म महिना र गते मात्रै भन्न पर्छ है तपाईहरुले। यहाँनिर एउटा मैले इक्जाम्पल पनि राखिदिएको छु। जस्तो कि कोही व्यक्ति 2001 जनवरी 15 मा जन्मेको छ भने तान्जौबी सोध्यो भने उसले के भन्नु पर्यो, जनवरी 15 लाई मात्र भन्नु पर्यो। त्यसको लागि चाहिँ जापानिजमा जनवरी 15 लाई के भन्छ, इची गाचु जिउगो निची देश भन्छ है। तपाईले चाहिँ आफ्नो जन्मेको महिना याद गर्नु पर्यो र गते मात्रै याद गर्ने है। सेन्नेन गाप्पिया भन्यो भने पुरा डेट भन्ने, तान्जौबी भन्यो भने महिना र गते मात्रै भन्ने है। यो कुरामा नझुक्किनु होला। धेरै विद्यार्थी पनि झुक्किनुहुन्छ, वर्किङ भिजामा जापान जाने साथीहरू पनि झुक्किनुहुन्छ। यो कुरामा चाहिँ ख्याल राख्नु होला, अलिकति दिमाग प्रयोग गर्नु होला। इन्टरभ्यू भन्ने बित्तिकै हाम्रो एक त सातो गएकै हुन्छ हैन, त्यसमा पनि सेन्नेन गाप्पी र तान्जौबीमा झुक्किनु भयो भने त बिग्रिहाल्यो। त्यसैले तपाईहरुले चाहिँ ख्याल गर्नु होला। सेन्नेन गाप्पिया भन्यो भने पुरा डेट भन्ने, तान्जौबी भन्यो भने महिना र गते मात्रै भन्ने है। यो कुरा चाहिँ नबिर्सिनु होला। मैले भनेको छु भोलि इन्टरभ्यूको क्रममा मैले यही मिस्टेक गरे भन्दै कमेन्टमा चाहिँ नआउनु होला है। त्यसैगरी तपाईलाई अर्को सोध्न सक्ने सम्भावित प्रश्न हो ओतौ सानो नामाए वा नान देशका। ओतौ सानो नामाए वा नान देशका, यो चाहिँ स्टडी भिजाको इन्टरभ्यूको क्रममा चाहिँ 100% सोध्छ है। तपाईको चाहिँ बुवाको नाम के हो भनेको है। ओतौ सानो नामाए वा नान देशका भनेको चाहिँ तपाईको चाहिँ बुवाको नाम सोधेको हो। यसरी जापानिजले ओतौ सानो नामाए वा नान देशका भन्यो भने तपाईले चाहिँ यसरी जवाफ दिनु होला, वातासिनो चिचिनो नामाए वा, बुवाको नाम भन्ने, देश भन्ने है। तपाईले चाहिँ ख्याल गर्नु होला है त। ओतौ सानो नामायो नान देशका भन्दाखेरि धेरै स्टुडेन्टले मिस्टेक गर्ने कहाँनिर हो भन्दाखेरि यहाँनिर वातासिनो चिचिनो भन्ने ठाउँमा चाहिँ ओतौ सानो नामायो भनिदिनुहुन्छ। यो मिस्टेक धेरै स्टुडेन्टले गर्नुहुन्छ, यो मिस्टेक नगर्नु होला है। ओतौ सानो भनेको चाहिँ अरूको बुवा हो है, आफ्नो बुवालाई त चिची भनिन्छ नि हो। यो कुरा ख्याल राख्नु होला। ओतौ सानो नामायो वा नान देशका भनेर सोध्यो भने वातासिनो चिचिनो नामायो वा, बुवाको नाम भन्ने, देश भन्ने। त्यसैगरी तपाईलाई अर्को सोध्न सक्ने सम्भावित प्रश्न हो ओतौ सानो सिगोतो वा नान देशका। ओतौ सानो सिगोतो वा नान देशका, बुवाको काम के हो भनेर चाहिँ सोध्न सक्छ है। त्यतिखेर चाहिँ तपाईले जवाफ यसरी दिनुपर्छ, चिचिनो सिगोतो वा नोग्यो बिजनेसु सेन्सेई देश।
यहाँ चाहिँ 3टा भन्न पर्दैन है। तपाईको बुवाको चाहिँ के छ त पेशा त्यो भन्ने है। चिचिनो सिगोतो वा नोग्यो भनेको चाहिँ कृषि। धेरै जसो हाम्रो स्टुडेन्टको चाहिँ बुवाले चाहिँ कृषि गर्नुहुन्छ हैन, नोग्यो गर्नुहुन्छ। त्यसैले तपाईहरुले चाहिँ जति पनि स्टुडेन्टहरुको चाहिँ बाबाले कृषि काम गर्नुहुन्छ भने चिचिनो सिगोतो वा नोग्यो देश भन्नु पर्यो। त्यसैगरी कसैको बाबाले चाहिँ बिजनेस गर्नुहुन्छ भने चिचिनो सिगोतो वा बिजनेसु देश भन्नु पर्यो। त्यसैगरी कसैको बुवा टिचर हुनुहुन्छ भने चिचिनो सिगोतो वा सेन्सेई देश भनेर चाहिँ भन्न सक्नुहुनेछ। सिगोतो के हो त्यो अनुसार चाहिँ भन्नु होला। मैले चाहिँ यहाँ तीनवटा सिगोतोको विषयमा चाहिँ लेखिदिएको छु। यो बाहेक अन्य पनि हुन सक्छ, त्यो कुरा चाहिँ तपाईले ख्याल गर्नु होला है। त्यसैगरी तपाईलाई अर्को सोध्न सक्ने प्रश्न हो ओतोसान वा नान्साई देशका। ओतोसान नो नान्साई देशका, तपाईको चाहिँ बुवाको उमेर कति भयो त भनेर सोधेको हो। यसरी ओतोसान नो नान्साई देशका भनेर सोध्यो भने तपाईले चाहिँ यसरी जवाफ दिनु होला वातासी नो चिची वा बुवाको उमेर भन्ने साई देश भनेर चाहिँ जवाफ दिनु होला। त्यसैगरी तपाईलाई अर्को सोध्न सक्ने सम्भावित प्रश्न हो ओखा आसन नो नामाए ओ ओसी इत्ते कुदासाई अथवा इत्ते कुदासाई। ओखा आसन नो नामाए ओ ओसी इत्ते कुदासाई भनेर चाहिँ तपाईलाई प्रश्न गर्यो भने यो भनेको चाहिँ तपाईको आफ्नो आमाको नाम चाहिँ सोधेको है। यस्तो अवस्थामा चाहिँ तपाईले यसरी जवाफ दिन पर्छ वातासी नो हाहा नो नामाए वा आमाको नाम भन्ने देश भन्ने है त। यहाँनिर धेरै स्टुडेन्टले गर्ने मिस्टेक म आज भन्छु तपाईहरुलाई। वातासी नो ओखा आसन नो नामाए वा भनेर चाहिँ धेरै स्टुडेन्टले चाहिँ मिस्टेक यहाँनिर गर्नुहुन्छ है। ओखा आसन नो भनेको चाहिँ अरूको आमा हो, आफ्नो आमालाई के भन्छ हाहा भन्छ। त्यही भएर तपाईले यहाँनिर ख्याल गर्नु होला है। ओखा आसन नो भनेको चाहिँ अरूको आमा हो, हाहा भनेको आफ्नो आमा हो। जापानिजले सोध्ने क्रममा त हाम्रो बुवाको बारेमा भनिरहेको हुन्छ नि ओतोसान नो भनेर। त्यसरी ओखा आसन नो भनेको त हाम्रो बुवाको आमाको बारेमा सोधिरहेको हो। त्यो भएर तपाईहरु नझुकिनु होला है। यहाँनिर ओखा आसन नो नामाए हो ओसी इत्ते कुदासाई भन्यो भने वातासी नो हाहा नो नामाए वा आफ्नो आमाको नाम भन्ने देश भन्ने है त। यहाँनिर नझुकिनु होला है। मैले भनिरहेको छु, फेरि पछि झुकिनु भयो भने समस्या हुन्छ है। यो कुरा ख्याल राख्नु होला। त्यसैगरी अर्को सोध्न सक्ने सम्भावित प्रश्न हो ओखा आसन नो नान्साई देशका। ओखा आसन नो नान्साई देशका यो भनेको चाहिँ तपाईको आमाको कति वर्ष उमेर भयो भनेर सोधेको, आमाको उमेर सोधेको है। यो यसरी क्वेशन सोध्यो ओखा आसन नो नान्साई देशका भनेर चाहिँ क्वेशन सोध्यो भने तपाईले चाहिँ यसरी एन्सर दिनु होला है वातासी नो हाहा वा आमाको उमेर भन्ने साई देश भनेर चाहिँ तपाईले भन्न सक्नुहुनेछ। त्यसैगरी तपाईलाई अर्को सोध्न सक्ने सम्भावित प्रश्न हो ओखा आसन नो सिगोतो वा नान देशका। ओखा आसन नो सिगोतो वा नान देशका भन्नुको मतलब चाहिँ आमाको पेशा के हो भनेर चाहिँ सोधेको है। ओखा आसन नो सिगोतो वा नान देशका भनेर चाहिँ भन्यो भने तपाईहरुले चाहिँ यसरी एन्सर दिनु होला हाहा वा नौमिन देश। यो भन्न खोजेको के त आमा चाहिँ गृहिणी हुनुहुन्छ भनेको हो। तपाईको आमाले के गर्नुहुन्छ त्यो भन्नु होला। आज चाहिँ हामी 12 वटा क्वेशनलाई चाहिँ यस भिडियोमा चाहिँ समावेश गरेका छौं। 13 बाट चाहिँ हामी अर्को भिडियोमा चाहिँ समावेश गर्नेछौं। धेरै क्वेशन छ हैन, तपाईहरुलाई चाहिँ एउटै भिडियोमा एकै पटक सम्पूर्ण क्वेशन राख्दाखेरि चाहिँ तपाईहरुको तयारी पनि पुग्दैन क्या। त्यसैले मैले विस्तारै राखेको छु र तपाईहरु कुनै कन्सल्टेन्सीसँग जोइन हुनुभयो भने यी क्वेशनहरुलाई पढाउनकै लागि पनि 1 महिना जति चाहिँ टाइम लिन्छ हैन।
त्यसैले मैले चाहिँ आज 12 वटा क्वेसन लेखाइदिएको छु र एन्सर पनि भनिदिएको छु हैन। तपाईले चाहिँ यी क्वेसनहरुको प्रिपरेसन गर्नु होला। त्यसैगरी वर्किङ भिजामा जाने साथीहरुको लागि म क्वेसनहरु लेखाएको छु, त्यसको पनि प्रिपरेसन राम्रोसँग गर्नु होला र नेक्स्ट भिडियोमा चाहिँ 12 देखिका क्वेसनहरुलाई चाहिँ हामीले पुनः कन्टिन्यू गर्नेछौं। तपाईहरुलाई चाहिँ भिडियो राम्रो लाग्यो भने हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला, साथै यो भिडियोलाई लाइक गर्न नबिर्सिनु होला र आफ्नो साथीहरुलाई पनि शेयर गर्न भने नबिर्सिनु होला। धन्यवाद।